ल भाइ DJI Osmo Nano अनबक्सिङ DJI Osmo Nano 128GB ल आज ट्याक्क यसको अनबक्सिङ हुँदैछ। अब नयाँ स्मार्ट तरिकाले ट्याक्क भ्लगहरू खिचिन्छ र नयाँ दामी भ्लगहरू आउँछ। हेरौँ है त। अब 128GB अनि यसमा 1 वर्षको ग्यारेन्टी एक्स्ट्रा हैन। अब यो चाहिँ अलिअलि यसो रिसर्च थोरै गरेर हाम्रो क्यामेराम्यान भाइ अब नेपाल जाँदैछ 2 महिनाको लागि। नेपालमा टक्क अलिअलि यसो भ्लग यहाँ रहेछ नि त यसरी च्यात्ने रहेछ होइन भाइ। यता भयो होइन च्यात्ने हो कि तान्ने हो? यसो तान्ने रहेछ। सानो तर कमालको भ्लगिङको लागि दामी छ है यो भाइ। अब कोके खिच्छ क्यारे होइन। अनबिलिभेबल छ पिक्चर क्वालिटी। ट्र्याकको पछाडि म्याग्नेट पनि छ क्यारे होइन। राखेर ट्र्याकको उयो गर्नु पनि भयो। ट्र्याक कोही अब यो उयोहरू ट्राइपोडहरू केही नहुँदाखेरि होइन। यत्रो चिज छ तर प्राइस आफै रिसर्च गरेर हेर्नु। तर रिजनेबल छ, ठिक छ है होइन। दामी छ, सानो छ क्या दामी ट्र्याकहरू अनबक्सिङ होइन। यसमा राख्नु भयो ल। हाम्रो यसमा साथमा आउने के रहेछ यार भाइ? यो गलामा लाउने म्याग्नेट होइन। यो ल यो सामान छ ट्र्याकको लाएर। यो अब मेन ऊ भइहाल्यो, यसको क्यामेरा बडी भइहाल्यो, यो स्क्रिन भइहाल्यो, यसको कभर भइहाल्यो होइन। अब यो ट्र्याकको ब्याकअप गर्ने यो अनि केबल भइहाल्यो यो छ। र 1 वर्षसम्मको लागि चाहिँ ग्यारेन्टी पनि राखेर होइन। फुट्यो ओऱ्यो भने पनि ट्र्याकको रिप्लेस हुन्छ भनेको छ। 1 वर्ष सिकिन लगाएपछि ट्र्याकको लगाएर 12 महिना 30 दिन पुगेपछि चाहिँ ट्र्याकको लगाएर होइन निसे नलानेमा होइन गएर ट्र्याक्टर फुटाएर ल नयाँ दिउँ भनेर भन्नु जानुपर्छ। अनि त्यसपछि नयाँ भन्छ अब क्या। अनि फेरि अनबक्सिङ गर्नु अनि फेरि अनबक्सिङको यहाँ यसो चाहिँ भिडियोहरू हाल्छु। भिडियोहरू हाल्नु पऱ्यो। अनि अब कस्तो पिक्चर क्वालिटी आउँछ के हुन्छ अलिकति थोरै ऊ पनि भइरहेछ कि टाइम टेबल अलिक मिलिरहेको पनि छैन। धेरै कुराहरू अब एकैचोटि भइरहेछ। नयाँ कुराहरू पनि भइरहेछ होइन। अब नयाँ आफूले डिजायर गरेको आफूले प्लान गरेको कुराहरूमा पनि अलिकति टाइम दिनु पऱ्यो होइन। त्यसरी गइरहेछ। त्यही भएर यो चाहिँ यस्तै लगाउँदैछ नि त ट्र्याकको लगाएर होइन। क्यामेरा राख्नु हुने हेर्नु नि त होइन। दामी छ जस्तो छ है। यो यस क्या दामी म्याग्नेट रहेछ यार। यो त स्ट्रङ छ यार म्याग्नेट। लुगाभित्रबाट ठ्याक्क टाँसिन्छ कि। ए लुगाभित्रबाट पनि बाहिरबाट पनि टाँसिन्छ? लुगाभित्र त्यो म्याग्नेटभित्र राख्ने अनि बाहिर गर्ने। ल दामी टाँसिँदो रहेछ त यार। अनि हतपत झर्दैन होइन र? झर्दैन यार। सही छ त। यो कभर उ गरिदियो है, हटाइदियो है। ठिक छ त यार। यतिकै ट्र्याक स्मल मोडल। ल हाम्रो स्मार्ट लेन्स हाम्रो स्मार्ट डिभाइस आइपुग्यो होइन। मेन कुरा चाहिँ स्मार्ट भन्दा पनि अलिकति टाइम थोरै दिन सकेको छैन। अबबाट चाहिँ अलिकति टाइम पनि दिनु पऱ्यो। नयाँ यसो ठाउँहरू घुम्नु जाने, यसो नयाँ कन्टेन्टहरू लिएर आउने भनेर हामी सोचिरहेको छौँ। अब जहाँसम्म सकिन्छ जतिसम्म सबै कुरामा टाइमहरू अलिअलि अब दिनु परिहाल्यो। कस्तो भाइ पिक्चर क्वालिटी हो? यो ऊ पनि हुन्छ क्यारे होइन। के अरे त्यो म्याग्नेटमा टाँसिन्छ क्यारे होइन। अनि जुमको लागि के गर्नु रहेछ यो त? आइ ए यहाँ बाइक आइरहेछ देखिरहेछ। साउन्ड एकचोटि
यो मात्रै क्यामेरा मात्रै रेकर्ड चाहिँ 90 मिनट त्यहाँबाट कन्ट्रोल हुँदो रहेछ यहाँबाट दुईवटा बटन छ अनि के गरी त्यहाँ राखेर अनि ल अब स्टार्ट गर्ने भनेर चाहिँ यहाँ थिच्ने रहेछ ए नाइस छ ल ल चाँडै अरू भिडियोहरू आउँदै गर्छ है गुड इभिनिङ ल साथमै रहनु होला है